मैंने कोटी ठाउँ गएर मूल गरे यार म चाहिँ भैँसीमा जमाई खास्छु भएको छैन मैले चाहिँ बुधबार मूल जिउलाले मगाएर मूल गरेर लिएर आएको ए यता हेर इ खासै उता लाग्दैन त्यो थाप्ला लाग्दैन काट्नु मान्छे भयो नि रोटी पोल्नु लाग्यो म रोटी पोल्न नखाम आज नभइन्छ भोलितिर काट्नुहुन्न भोलितिर कुरा आएर गर्नु भोलि काट्नुहुन्न रे औँसी दिन हुन्न है ओके आज अहिले हो कि आज हो कि औँसी दिन काट्नु हुँदैन फेरि ए हुन्न रे के आज कहाँ जाऊँ रोटी चाहिँ भ्याउनु रोटी हाल्नु भ्याउटी भ्याउनु त नानी हेर्नु पर्यो यो नानी पनि हेर्छ यसलाई छपुकै गोला चाहिन्छ एउटा नत्र आमसरी सोप्किनु तीनजना एकछिन नलगाइ रोटी छ साल भएन भइन्छ तीनजना त हुन्छ नानी हेर्ने मान्छे होइन नि म सिजनले पठाउनु ल अब आफ्नो नानी हेर्नु यति बसेर हेर्नु खेला अब के काम छ र त्यसको पनि काम त छैन आफ्नो नानी हेर्छु हामी उसले काम राखेर यहाँ अब त्यो खेलाउनु त अब गर्नु त्यो दुध खानु मन लाग्यो दुध खानु जानु पर्यो त्यहाँ खेल्नु हुन्छ कसरी हुनुहुन्छ